हेलो गाइज, आज म हजुरहरूलाई एउटा राम्रो टिप दिन गइरहेको छु। यहाँ मेरो दादाको थियो। त्यो दाँत हुन्छ नि, धेरै प्रकारको हुन्छ दाँत चाहिँ। त्यो मेरो चाहिँ अनुहारमा आउने दादाको थियो। त्यो दाँतलाई सिबीको पात लगायो भने एकदम च्वाट्टै ठिक हुँदो रहेछ। हजुरहरूले पनि प्रयोग गर्नु होला। सिबीको पात दाँत च्वाट्टै हुन्छ। यति भन्दै मेरो यो टिप्स हजुरहरूलाई कस्तो लाग्यो प्लिज लाइक गरिदिनुहोस् र यो दादा जस्ता समस्या परेका व्यक्तिहरूलाई यो भिडियो सेयर गर्नु होला र किप वाचिङ मेरो भिडियो। म अझै राम्रो भ्लग गेम प्लेहरू हाल्नेछु, प्रयास गर्नेछु। आजको लागि धन्यवाद। यति नै। ल यो टिप्स तपाईँहरूले उपयोग गरेर हेर्नु होला गाइज, अनि त्यसपछि आफ्नो रिभ्यू कमेन्टमा दिनुहोस्। र अब चाहिँ म यसो पढाइतिर नि जानु पर्यो, किनकि पढ्न नि पर्छ। किताबहरू असरट छ, कहिलेकाहीँ पढ्न पनि पर्दो रहेछ। पढेपछि मात्र हामी अगाडि बढ्न सक्छौँ। पढाइ चाहिँ कसैले पनि छोड्नुहुन्न, सधैँ पढिरहनु पर्छ। पढाइभन्दा ठुलो चिज संसारमा केही छैन। हामीहरूले पढेपछि मात्र हामी डक्टर, इन्जिनियर, पाइलट विभिन्न पेसामा लाग्न सक्छौँ। र विभिन्न अमेरिका, अस्ट्रेलिया भन्ने देशहरूमा गएर नि धेरै काम छैन। पढ्नुहोस् र आफ्नै देशमा केही उद्योग खोल्नुहोस्, कल कारखाना खोल्नुहोस्, व्यवसाय खोल्नुहोस् र आफै सक्षम हुने एउटा क्षमतावान व्यक्ति बन्नुहोस् गाइज। किनकि हामी पढ्यौँ भने एउटा त हाम्रो बाबामा खुसी हुन्छन्, एउटा आफ्नो लागि राम्रो हुन्छ, अर्को मान प्रतिष्ठा यस्ता विभिन्न गर्व लाग्ने चिजहरू हुन्छ आफूमाथि। त्यही भएर पढाइलाई कहिले पनि हेलचक्राइ गर्नुहुन्न। हामी पढ्नुपर्छ, जिन्दगीमा अगाडि बढ्नुपर्छ र आफ्नो जीवनलाई एउटा राम्रो बनाएर पछि बुढेसकालमा आनन्दले मर्न पाउने गरी आफ्नो करियर बनाएर छोराछोरीलाई केही सङ्घर्ष गर्न नसक्ने खालको आफ्नो हैसियत बनाएर हामी अगाडि बढ्नुपर्छ र आफ्नो पढाइलाई कहिले पनि नछोड्नुहोस्। म नि पढिरहेको छु, यहाँ होमवर्क गरिरहेको छु, अनि अरूलाई सधैँ मान गर्नुहोस्, संस्कार गर्नुहोस् र आफूमाथि विश्वास गर्नुहोस् गाइज। आफूमाथि विश्वास भयो भने यो संसार जित्न सकिन्छ। यति भन्दै म बिदा हुन चाहन्छु। नमस्कार।